गाइस, वेलकम बैक टू माई च्यानल। हामी चाहिँ यहाँनिर फराबारी आइरहेको छौँ। यहाँ फराबारीमा चाहिँ हाम्रो यहाँनिर भूमिकाको एकजना रिलेटिभ्स एक्सपायर हुनुभएको थियो। सो आज चाहिँ काम, हिजो चाहिँ काम थियो, आज चाहिँ सायद चिन्ता थियो। चिन्ता राईहरूलाई थाहा छ चिन्ता भनेको होइन। फराबारी पस्नुभन्दा अगाडि चाहिँ हामीहरू यहाँ एकछिन रोक्यौँ, किनभने यहाँ चाहिँ मजाको तपाईँलाई भ्यू देखाउनु मन लाग्यो होइन। घाम लागिरहेको छ होइन, मजाको छ जग्गा। यहाँनिर मन्दिर रहेछ होइन। हामी चाहिँ फराबारी आइपुग्न आँट्यौँ। फराबारी नेपाली दामी छ है जग्गा चाहिँ, खुल्ला छ यहाँ चाहिँ। यहाँ भित्रबाट है, यहाँ भित्र स्कुल केस आइपुगिहाल्यो नि डिब्बा। अब आमा घरबाट नि हामी चाहिँ यहाँ आइपुग्यौँ, मोरो घरमा आइपुग्यौँ हो। मोरो घरमा आएर यहाँनिर चाहिँ समाधि छ, उहाँको समाधि हुनुहुन्छ। रेस्ट इन पिस। कति दिन भयो हो यहाँनिर उसको, उहाँको 5 दिन। यहाँ अगाडिको चाहिँ उयो चाहिँ यसलाई मास भन्छ है, कुन्यु भनेर नि है यसलाई। अस्ति यसलाई त भनेको कुन्यु भनेको म चाहिँ फेरि। यहाँ अगाडि तपाईँहरू देख्न सक्नुहुन्छ कुन्युहरू छ हो। एकदम बस्ती, एकदम नेपाली बस्ती भन्ने जग्गा हो यो चाहिँ हो। एकदम बस्ती फिल गर्छ, तर मजाको खुल्ला एरिया। सिलगढीदेखिको कति पनि पर्दैन रहेछ हौ। यहाँनिर देख्नुहुन्छ तपाईँले सब्जीहरू रोपिरहेको छ, सोपहरू हो। यहाँ ठुलो बयरको रुख रहेछ, बयर लतरम्म फलिरहेको छ। जानु बसी अहिले दिनु हुँदैन माइजू अहिले यो ठुलो यो चाहिँ उयो उकोको हो। ठुलो मामाको छोरा थियो, त्यो पनि सुरु होला। हजुर, उसलाई चाहिँ अब त्यो त्यसरी। हेलो मोहित भाइ, कस्तो छौ? ठिकै छौ? राम्रै छु एकदम। तिमी यहीँ थियौ अघिदेखिको? यहीँ थियो बिहानदेखि नै। यहाँ चाहिँ मजा आउँछ है? मजा आउँछ। राम्रो जग्गा छ यहाँनिर। यही हो मेरो अड्डा, यही हो। तिम्रो अड्डा यहीँ हो? यहाँ चाहिँ अब दिउँसो मजा आउँछ होला घाम लागेको बेला चाहिँ है। टक्कै यहाँनिर बाँस मात्रै छ नि हौ। एक जग्गा टक्कै बाँस मात्रै। हामी चाहिँ एकछिन घुम्दै होइन, भूमिका त्यहाँदेखिको यहाँनिर भाइ छ मोहित भाइ। अघि तपाईँलाई बिताउनु छु। तोरीहरू देखाएँ मैले, यहाँ तोरीहरू छ। त्यहीँनिर छ। अन्त जो मर्नु भयो नि मामा, उसको घर चाहिँ उता सिलिगुडीमा थियो। अन्त हाम्रो बाबा चाहिँ उतै बस्नु भने, आमा घरमा बस्नु भने।
जानुमा पुरा बिमारी हुन्छ नि त धर्तीहरू पनि राम्रो फिगर पनि पास नै छ भनेर सबै ठाउँकै लानु अब हामी चाहिँ परनिर घुम्दै घुम्दै केही पाउँछ कि खाजाहरू होइन हेर्दै हेर्दै जाने भाइले लाँदैछ बिहानै खाएको नि त अनि त्यो भोक लाग्छ पुरा हिँड्नुपर्छ होला है त छैन हल्का अब यहाँ अगाडिदेखि घुमिहाल्यो त्यहाँदेखि के हुन्छ त्यो होइन नि त म चाहिँ के भनेको त्यहाँ फेरि फर्किँदाखेरि आफ्नो फर्किनु पर्दैन अगाडिबाटै ए अँ ठिकै छ त्यसो भए चाहिँ जाउँ घुम्दै हिँड्दै जाँदैछौँ हामी चाहिँ पर अब गाउँघर डुल्दै घुम्दै एक्सप्लोर गर्दै खुल्ला छ जग्गा यहाँ आइपुग्यौँ हिँड्दै हिँड्दै यो चाहिँ हामी अघि फर्स्टमा चाहिँ हामी यहाँबाट पसेको यहाँ पर स्कुल देखेको थियौँ हो ग्राउन्ड पनि यहाँ चाहिँ एउटा स्कुल रहेछ प्राइमेरी स्कुल होला फाराबारी स्कुल रहेछ फाराबारी नेपाली जस्तो लागेन हो नेपाली जस्तो हुन्छ नि क्या अँधेरो भयो रात पर्दै जाँदैछ गाउँतिर जस्तो फिल भयो मलाई चाहिँ ल सिलगढीबाट यहाँबाट अब हाम्रो गाउँतिर क्या सेम यस्तै हुन्छ नि त गाउँतिर पनि नानीहरू खेलिरहेको है यहाँ आइपुग्यौँ हामी चाहिँ यहाँ चाहिँ एउटा दोकान रहेछ हो मजाको दोकान रहेछ रोडको छेउमा रात पनि पर्यो हो सो यहीँनिर अब हामी यहाँनिर आलु मिमी खानु आँटेको छौँ हो आन्टीले अर्डर गरी मागिरहेको छौँ अन्त अब आलु मिमी खाएर पर मरो घर जाने हो ऊ पर भूमिका रेडी छ रेडी छोला भाइ भाइ छिटो बोलाउनु त हुँदै थियो काकाहरूले खोइ त किन बोलाएको बोलाइबस्छ कतै शान्ति छैन मलाई शान्ति छैन है शान्ति पहिल्यै दिया भएको नि त शान्ति भन्ने कुरा अब त्यही हो आउँदैन हाम्रो घुगुनी आइसक्यो घुगुनी आलु तिनजनाको अब यसमै वाइफाई हालेर होइन मोमो चाहिँ कसरी प्लेट 40 वेज 40 हो एक प्लेट हुन्छ थ्याङ्क यू आन्टी ल मोमो वाइफाई आइसमै वाइफाई हालेर होइन न भाइ हामीले माथि यसमा अब आलु मिनी खान्थ्यो यहाँ चाहिँ घुगुनी आलु चाना वाइफाई यस्तो उहिलेको खालको गाउँघरको घर जस्तो लाग्यो मलाई त एकदम काठको घर है छामा न कोदो यो यही छ मटर यही छ
ढिलो छ अझै बनाउनु पर्यो ढिलो टाइम लाग्ने रहेछ नि चिन्ताको हुनलाई टाइम लाग्ने रहेछ हो यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ हेर्नु न यस्तो खालको गरेर तपाईँहरू भएको छैन हो निकै भएको छ देखेको हाम्रो कम्पनी आएको उहाँ चाहिँ भूमिकाको म बात गर्दैछ दुईजना हो चिन्ता सुरु हुनु आँटेको छ त टाइम लाग्ने रहेछ हो हामी स्टेज फर्क्यौँ भनेको यो तपाईँको चिन्ता चाहिँ सुरु हुँदा हुँदा 10-11 सक्दा ओर्दा 2 बज्ने रहेछ हामी चाहिँ अब सके फर्किने